हेलो एन्ड एभ्रिवान, गुड मर्निङ। होइन, म चाहिँ अहिले बिहानको समय गाई पुऱ्याउन जाँदैछु। अनि गाई पुऱ्याउन साथसाथै मेरो हातमा छ हाँसी र पन्जा। अब आमाले काँडा काटेर लिएर आऊ भनेको कि काँडा काट्न लाग्यो। यो पन्जा नलायो भने त काँडाले हात सबै बिगार्छ नि, त्यही भएर पन्जा पनि लाएर आएको। अब काँडा नि काट्नुपर्छ। अनि त्यो अहिले बिहानको समय छ नि, यस्तो मौसम पनि राम्रो भइरहेछ। होइन, चारहरूको भ्यू पनि यस्तो खतरा देखिरहेछ, हेर्न सक्नुहुन्छ है। यो चाहिँ हाम्रो गाउँको डाँडाकाँडा, यो पहाडको बिचमा परेको एउटा गाउँ, बी गाउँ। होइन, म चाहिँ बी गाउँबाट हो। बी गाउँ भन्ने चाहिँ अब गोर्खा जिल्ला सुम्दिरको क्षेत्रमा पर्छ। अनि आज मेरो यो फर्स्ट ब्लग अनि न्युज च्यानलमा अहिले जसले मेरो च्यानल हेर्दै हुनुहुन्छ उहाँहरूलाई मेरो तर्फबाट नमस्कार छ। अनि साथ सपोर्ट पनि गरिदिनु होला। साथ सपोर्ट गर्ने नै छ भन्ने आशा पनि छ। किन भन्दाखेरि त्यही आशाले मैले अहिले एउटा सानोतिनो ब्लग बनाइरहेको। न आज यो मेरो न्यू ब्लग अनि फर्स्ट ब्लग पनि हो मेरो च्यानलको। त्यही कारणले म आज चाहिँ यति नै भन्न चाहन्छु। यति भन्दै अब नेक्स्ट भिडियोमा चाहिँ धेरै थरीको भिडियोहरू लिएर आउनेछु। यही च्यानलमा आउँछ भन्दै आजलाई हस्त नमस्कार।